माननीय सभामुख महोदय, बजेट बाहेक पनि बोल्ने विषयहरू प्रशस्तै छन्, तर म आफ्नो समय त्यता खपत गर्न चाहन्न। सडकमा मोटरसाइकल चलाउँदा बेसिक ट्राफिक नियम पनि नमान्ने माननीयको मुखबाट संसदमा बडा बडा नीति नियमका प्रवचनहरू गुन्जिएको, अनि जुन पार्टीका मेरै नामका गृहमन्त्री हुँदा यो देशमा जेनजी बालबालिकाहरूको नरसंहार भएको थियो, त्यही पार्टीले तिनै जेनजी शहीदको सम्झनामा संसदमा पार्टीगत मौन धारण गरेको, गिरिबन्धु काण्डको नाम लिन डराएर टी स्टेटको छानबिन गरे हुन्छ भनेर सदाचारको अभिनय गरेको जनताले निहालिरहेकै छन्। म त्यता जान चाहन्न। सम्माननीय सभामुख महोदय, म मन्त्रालयगत अथवा विषयगत छलफल भन्दा पनि समग्र बजेटमै केन्द्रित हुन चाहन्छु, किनकि म खर्च कटौतीका लागि होइन, भ्रम कटौतीका लागि संसदमा उभिएको छु। यो बजेटका धेरै विषयहरूमा मेरै शब्दमा अनावश्यक भ्रमको भाइरस फैलाइएको छ। सरकारले किसान देखेन, सरकारले किसान देखेन, सरकारले पशु पंक्षीको बिमामा यो बजेटमा 80% प्रिमियममा अनुदान दिँदैछ। यो देशमा रासायनिक मलको अभाव नहोस् भनेर पहिलोपल्ट रासायनिक मलको आपूर्तिको क्यालेन्डर लागू हुँदैछ। प्राङ्गारिक खेती प्रवर्धन, 10,000 हेक्टरलाई सिँचाइमा जोड्ने योजना, बाली बिमामा अनुदान, रासायनिक मलमा अनुदान, यी सबै हेर्दा एउटा गम्भीर प्रश्न जन्मिन्छ, यो सरकारले किसान देखेन कि प्रतिपक्षले राम्ररी बजेट पढेन? सभामुख महोदय, मैले यो बजेटलाई मनन गरेरै, किनभने सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता, सहकारी पीडितको बचत फिर्ता, मध्यम वर्गलाई दोब्बरमा 10 लाखसम्ममा आयकर छुट र निजी क्षेत्रका लागि नेपालको सफल उद्यमी माननीय विदुषी राणाको शब्दमा गेम चेन्जर बजेट आएको छ। त्यसकारण मैले यो बजेटलाई आत्मादेखि मनन गरेर र तृप्त भएर नै मरी मरी ताली बजाएको। हामीले 3% कर लगाएकै हो सभामुख महोदय, तर संविधान प्रदत्त शिक्षा र स्वास्थ्यको मौलिक अधिकारमा कर लगाएको होइन, मौलिक अधिकार शिक्षा र स्वास्थ्यको व्यापारमा कर लगाएको हो सभामुख महोदय। मलाई आश्चर्य लाग्छ, यो 3% समता कर शिक्षा र स्वास्थ्यको निजीकरणमा लगाउँदा कमरेड माननीयहरूको चित्त दुखेको छ। अचम्म लाग्छ। सायद सबभन्दा बढी निजी स्कुल र अस्पतालमा आफ्नै साथीभाइको लगानी भएर होला। अनि त्यो संविधानको समाजवाद उन्मुख भन्ने शब्द मात्रै कण्ठ गरेर हुन्छ? सर्वसुलभ स्वास्थ्य शिक्षा समाजवादको स्तम्भ हो कि होइन? लोक कल्याणकारी राज्यको पहिलो विशेषता सर्वसुलभ स्वास्थ्य शिक्षा हो कि होइन? अनि स्वास्थ्य शिक्षामा भएको यस्तै चरम निजीकरणले सम्भव छ सर्वसुलभ स्वास्थ्य शिक्षा? के सर्वसुलभ स्वास्थ्य र शिक्षाका लागि सार्वजनिक विद्यालय र अस्पतालहरूमा सुधार गर्नु पर्दैन कि मैले अर्कै समाजवाद पढेँ सभामुख महोदय? अनि करको भार कति परेको छ? अस्ति एकजना धर्मलाई अफिम मान्ने माननीयले तुलसीदासको रामायण सम्झाउनु भयो। हो, सत्य हो, रामायणले भन्छ कि कर त्यसरी लगाइनुपर्छ जसरी सूर्यले पानी सोसेर बादल बनाएर फेरि धरतीलाई नै फिर्ता गर्छ र जनतालाई भार पर्दैन। 3% समता कर लगाइएको छ सभामुख महोदय। 3% भनेको 5,000 रुपियाँ मासिक निजी विद्यालयमा मेरी छोरीका लागि नर्सरीमा मैले तिर्दा मलाई पर्ने कर भनेको जम्मा 150 रुपियाँ मासिक हो। अनि मेरी छोरीका लागि म 5,000 रुपियाँ महिनाको तिर्न सक्ने, जाजरकोटको बच्चाको पोषणका लागि, जुम्ला र कालीकोट बझाङका विद्यालयका लागि, ताप्लेजुङका छानो नभएका विद्यालयहरूका लागि, चेपाङ समुदाय लगायतका पिछडिएको वर्गका लागि निर्माण भइरहेका आवासीय विद्यालयहरूका लागि, त्यसका लागि मासिक 150 रुपियाँ तिर्दा मलाई साँच्चै अन्याय भएको हो त? साँच्चै भार परेको हो त मलाई? सम्माननीय सभामुख महोदय, विद्युतमा कर लगाइयो भनेर हो, विद्युतमा 5% भ्याट लगाइयो, तर कति हो त त्यो 5% भनेको? 50 युनिट भन्दा माथिको बिजुलीमा 5% भ्याट लगाइएको छ। 50 युनिट भन्दा माथि प्रचलित मूल्य अहिलेको प्रति युनिट 9 रुपियाँ 50 पैसा पर्छ। त्यो 9 रुपियाँ 50 पैसाको 5% भनेको त 45 पैसा हो त सभामुख महोदय, प्रति युनिट। प्रति युनिट 45 पैसा भनेको मैले यदि 100 युनिट बिजुली खपत गरेँ भने मलाई पर्ने करको भार भनेको महिनाको 22.5 रुपियाँ हो। साँच्चै अन्याय भएको हो त मलाई? के का लागि लगाइयो त त्यो कर? ठुल्ठुला कुरा मात्रै गरेर हुन्छ यहाँ विद्युतीकरणको युगमा प्रवेश गर्ने भनेर? प्रधानमन्त्रीको शब्द म सापट लिन चाहन्छु सभामुख महोदय। यदि अहिले नै सबैले इन्डक्सन चुलो बाल्ने हो भने र अहिले नै सबैले इभी गाडी प्रयोग गर्न थाल्ने हो भने हाम्रा भयभरका ट्रान्सफर्मर एकैचोटि शहीद हुन्छन्। गोविन्दाय नमो नमः। ती ट्रान्सफर्मरहरूमा सुधार गर्नु पर्दैन? कैयौँ गाउँहरू अहिले जलस्रोतको धनी देशमा बत्ती मुनिका अँध्यारा भइरहेका छन्। ती गाउँहरूमा बिजुली पुर्याउनु पर्दैन?
त्यसका लागि ट्रान्सफर्मर गतिला सब स्टेसनहरू चाहिँदैन, अनि सब स्टेसन र ट्रान्सफर्मर रुखमा फल्छ, त्यसका लागि स्रोत चाहिँदैन। त्यसका लागि विद्युतमा यसपटक 5% भ्याट सरकारले लगायो। सभामुख महोदय, बडा गजबका प्रश्नहरू आउँछन् प्रतिपक्षी बेन्चबाट, म छक्क पर्छु कहिलेकाहीँ ऋण किन यति धेरै लिएको भन्ने प्रश्न आउँछ। ऋण लिनु रहर होइन, बाध्यता हो। हिजो ऋणको विरोध किन गरियो भने हिजो ऋण लिएर देशैभरि टिङ्रिङ टावर ठड्याउन र आफ्ना शुभचिन्तकको जग्गाको भाउ बढाउन मात्रै प्रयोग गरियो। हामीले वाचा गरेका छौँ कि ऋणलाई अधिकतम प्रतिफल आउने योजनाहरूमा लगानी गर्छौँ भनेर। हाम्रो राजस्वको स्थिति र दायित्वको स्थिति हेर्दा ऋण लिनु रहर होइन, बाध्यता हो, र यसलाई क्रमशः घटाउँदै जानु पनि पर्दछ र घटाउँदै जाने पनि हो। अर्को प्रश्न आयो, ऋण तिर्न यत्रो बजेट किन छुट्याएको भनेर। सभामुख महोदय, म ऋण खान्छु तर तिर्दिनँ भन्ने त उही मेरा काकाको तर्क जस्तो भयो त। ऋणको रिसेड्युलिङ हुन सक्छ, ऋणको भाका सारिन सक्छ, तर ऋण खाएपछि एक दिन तिर्नुपर्छ त नि। राज्यको कमिटमेन्ट होइन त्यो। यद्यपि त्यो ऋण हामीलाई अग्रजहरूले नै बोकाइदिनु भएको हो। अब यो बजेट उठ्दैन, कार्यान्वयनै हुँदैन, यत्रो सुन्निएको बजेट कसरी उठ्छ? सभामुख महोदय, जीडीपी करिब 74 खर्ब पुग्ने सरकारको अनुमान छ। 7% आर्थिक वृद्धि दर हासिल गरेर जीडीपी 74 खर्ब पुग्दा अहिलेको बजेटको आकार भनेको करिब त्यसको 28.5% जति मात्र हुन्छ। अर्को कुरा, यो बजेट कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने कुराको समीक्षा अर्को वर्ष गरौँ न। त्यति बेलासम्म म अग्रज माननीयहरूलाई निशुल्क ज्योतिषी नबन्न आग्रह गर्छु। हामीलाई विश्वास छ यो संस्थागत दोहनलाई रोकेर, राजस्वको चुहावटलाई रोकेर र सार्वजनिक खर्चहरूमा, अनावश्यक खर्चहरूमा कटौती गरेर यस्ता चाहिँ प्रतीकात्मक उपायहरू अपनाएर यसपटकको यो बजेट कार्यान्वयन गर्न सकिन्छ। तबसम्मका लागि म हामीलाई शङ्काको लाभ दिन अनुरोध गर्छु। अस्ति हाम्रो माननीय अर्थमन्त्रीको अनावश्यक रूपमा हुँदै नभएको भ्रम फैलाएर चरित्र हत्या गरियो। जब ती गाडीहरू पास भएका छन्, ती गाडीहरू पास भएको मितिमा करको दर, भन्सारको दर आजको भन्दा कम थियो। अहिले भन्सारको दर बढेको छ। अब मेरो प्रश्न, कहाँनिर राज्यलाई घाटा भयो र कहाँनिर व्यापारीलाई नाफा भयो? कहाँनिर देखिन्छ कैफियत? म ती सीएका विद्यार्थी माननीयलाई र अन्य माननीयहरूलाई सभामुख महोदय मार्फत चुनौती दिन चाहन्छु, कुनै रकेट साइन्स चाहिँदैन। यही रोस्टममा उभिएर अङ्कको चार्ट देखाएर पुष्टि गर्नुहोस् त कहाँनिर राज्यलाई घाटा भयो। भन्सारको दर त त्यति बेला बढी थियो, अहिले घटेको छ त ती गाडीहरूमा, कहाँनिर व्यापारीलाई नाफा भयो? यो संसदको रोस्टममा उभिएर पुष्टि गर्नुहोस्, म हार स्वीकार्न तयार छु। विडम्बना हो सभामुख महोदय, कहिलेकाहीँ जेपिटी बोलिदिने बानी असाध्यै घातक हुन्छ। पूर्वेली भाषामा भन्दा जे पनि भनिदिने। अस्ति एकजना माननीयले हाम्रो नीति कार्यक्रम त 81 सालकोसँग हुबहु मिल्छ भनिदिनु भयो। अनि के मिल्छ भनेको पत्रकारले कलर पनि मिल्छ, कभर पनि मिल्छ भनिदिनु भयो। भित्र किताब खोलेर हेर्ने दुःख किन गर्नु? 81 सालकोसँग हुबहु मिल्छ भनिदियो, 2-4 थान जय जयकार गुन्जिहाल्छन्। हामी मध्ये केहीलाई यो समाज रूपान्तरणसँग सरोकार छैन सभामुख महोदय। खालि आफू सामाजिक सञ्जालको नायक हुनु परेको छ, जुन दुर्भाग्यपूर्ण हो। त्यसकारण म सबैलाई जिम्मेवार हुन अनुरोध गर्छु। यदि समृद्ध राष्ट्रको निर्माण गर्ने हो भने सबैले आफ्नो भागको अंश त लिनै पर्छ। कर र सुविधा भनेका एउटै सिक्काका दुई पाटा हुन्। मलाई कृषि अनुदान चाहिँ चाहिन्छ, तर खेती गर्दिन भन्न कहाँ पाइन्छ? त्यसकारण म निधाएकोलाई बिउजाउन सकिन्छ, तर निधाएको अभिनय गर्नेलाई बिउजाउन त त्यो असम्भव हुन्छ सभामुख महोदय। त्यसकारण म आम नागरिकलाई यो संसद मार्फत विश्वस्त गराउन चाहन्छु, हाम्रा कुनै निर्णयमा कहिलेकाहीँ त्रुटि हुन सक्छन्।